हाम्रो केटाहरूले मेहनत कति गरिराख्ने यो खोलाको पानी सुकाउनलाई भन्ने कुरो ल हेर्नुहोस् साथीहरू यति मेहनत गरिराख्ने यहाँबाट अब पाइप जोडेर यो पानीलाई चाहिँ सिधै कङ्क्रिट पाइपबाट चाहिँ तल पास गर्ने हाम्रो प्लान छ। अब सक्सेस हुन्छ कि हुँदैन यो खाल्डोको पानी सुकेन, त्यही भएर यहाँबाट यस्तो भइरह। अब केटाहरूले मेहनत दह्रो गरिराखन हाम्रो सफल हुन्छ हुँदैन त्यो चाहिँ थाहा छैन है। ल यहाँ पाइप हालेर ड्याम बनाएर पानी जाँदैछ। अब केटाहरूको अथाह प्रयासपछि यहाँबाट हामीले यता पानी लगेका छौँ। यता खाल्डोको सुक्ने त नामै लिन्न, जो पहिलाको भन्दा अलिकति सिक्या छ। यस्तो छ अहिले, पहिलाको भन्दा चाहिँ यस्तो अवस्था छ। यति चाहिँ पानी हामीले यहाँ पठाउन सफल भएन। अलिअलि यताबाट आइरहेको रहेछ, तर एकदम चाहिँ सुक्दैन। यतिसम्म चाहिँ सुकाउन सकिएको छ। अब यसमै भयो भने काम गर्ने प्रयास गर्नुपर्ने छ साथीहरू। ल है।